कहिलेकाहीँ यो बिजी लाइफबाट अलिकति टाढा शान्त ठाउँमा हराउन मन लाग्छ। न कुनै भिडभाड न कुनै हतार। आज म आएको छु त्यस्तै एउटा शान्त र सुन्दर ठाउँमा। चारैतिर हरियाली, सफा बाटो र एकदमै शान्त वातावरण। साँच्चै भन्नुपर्दा यहाँ आएर सहरको भिडभाड सबै आफै हराएर जान्छ। अहिले म यो बाटोमा बिस्तारै हिँड्दैछु। यहाँ हिँड्दा कस्तो आनन्द महसुस हुँदो रहेछ। यस्तो फराकिलो ठाउँ जहाँ घुम्न, बस्न र इन्जोय गर्न मिल्छ। कोही आरामसँग हिँडिरहेका छन्, कोही घाँसमा बसिरहेका छन् र टाइम स्पेन्ड गरिरहेका छन्। हावा बिस्तारै चलिरहेको छ, वरिपरि शान्ति मात्र छ। कहिलेकाहीँ यस्तो सिम्पल मोमेन्ट नै लाइफको बेस्ट पार्ट हुन्छ। न धेरै सोच्नु पर्छ, न केही प्रेसर, सिर्फ बस्ने र फिल गर्ने। एउटा कुरा चाहिँ तपाईँहरूलाई म अनेस्टली भन्छु है, मैले भिडियो बनाएर भनेको चाहिँ यस्तो भिडियो बनाएर भनेको चाहिँ होइन यदि तपाईँहरू जिबा साइडामातिर हुनुहुन्छ भने चाहिँ यो पार्कमा घुम्न आउनुभयो भने चाहिँ तपाईँहरूले बेस्टभन्दा बेस्ट एक्सपिरियन्स गर्नु मिल्छ। मैले यो वरिपरि घुमेको पार्कहरूमा चाहिँ सबैभन्दा अहिलेसम्ममा सबैभन्दा बवाल लागेको पार्क चाहिँ यो यस्तो दामी छ। हल्का के भन्नु, हल्का डाँडा जस्तोबाट सबै हेर्नु पाइन्छ होइन। खोला छ, खोलाका माथि पुल जस्तो छ। म अहिले चाहिँ बसिरहेको छ होइन, त्यहाँ खोलामाथि बसेर माछाहरू अनि हाँसहरू पौडिरहेको छ, हाँस खेलेको हेर्नु पाइन्छ। यस्तो दामी छ, शान्त वातावरण छ। सबैहरू न्युजिनहरू कति धेरै आउँदो रहेछन्, कुकुरहरू यताउता लिएर होइन घुम्नलाई। यस्तो दामी छ कि तपाईँहरू काम गरी थाक्नु भएको छ, कता घुम्न जाने होला, कता घुम्न जाने होला। नजिकैको घुम्ने ठाउँ यदि खोज्नु भएको छ भने चाहिँ यो ठाउँमा आउनु होला। तपाईँहरूलाई म यो ठाउँको लोकेसन पनि डिस्क्रिप्सनमा कमेन्टमा छोडिदिनेछु। तपाईँहरू यो बाइकको एक्सपिरियन्सहरू चाहन्छ भने चाहिँ